सो गाइज फाइनली म चाहिँ महाटावरसम्म पुग्नेछौँ र आज नै सिन छ, दामी ठाउँ छ। त्यहाँबाट चाहिँ बबाल ठाउँहरू देखिन्छ र त्यो देखाउनको लागि म त्यहाँसम्म पुग्ने टार्गेट गर्दै म रनिङ स्टार्ट गर्दैछु। सुरुदेखि अन्तिमसम्म फुल भिडियो वाच गरिदिनु होला। लेट्स गो। सो गाइज फाइनली आइपुगिसकेका छौँ। पसिनै पसिना भएको छु क्या स्या भएर है। सो गाइज पर यो फुल दामी देखाउने छु। सो दामी छ, यस्तो छ कि स्या भएर गाइज दामी छ कि यस्तो छ है यहाँको विशेषता। आम्मा स्या भएर ल गाइज यहाँबाट म दामी देखाउने छु। ल दामी छ के छ पारा कस्तो छ गाइजहरू भनौँ है। यो चाहिँ लाङ्गावीको जर्मनीको सहयोगमा आर्थिक सहयोगमा बनाएको भ्यू टावर रहेछ। नाम नै काफी रहेको छ, महाटावर भनेर चिनिने रहेछ। म फाइनली लिफ्टमै गएर तपाईँहरूलाई दामी भिडियो देखाउने छु। यस कम अन गाइज फर वाचिङ माई भिडियो माई ब्लग। ओके म चाहिँ जाँदैछु माथि। पसिनै पसिना भएछ कि लास्ट गर्मी छ नि त दौडेर दामी छ। सो गाइज ओहो यतातिर त के हो खेल बच्चाको लागि चाहिँ खेल खेल्नको लागि दामी ठाउँ बनाएको रहेछ। सो गाइज आम्मामा टोपी नै धन्न झरेको यार, माथि हेर्नु पर्ने भएर यस्तो छ फाइनली गाइज। हाइट भूत पनि बनाएको रहेछ नि त यहाँ है। फाइनली यस्तो छ, दामी छ गाइजहरू। यो पारा यो च्यादर गर्नु पर्यो भनेको। ल च्यादर गरेँ। सो तपाईँहरूको लागि मैले आज यो ठाउँ चाहिँ देखाउनु पर्ने एउटा टार्गेट थियो र देखाइरहेको छौँ र मजाले हेरिदिनु होला। भिडियोलाई कस्तो लाग्यो यदि सक्नुहुन्छ भने लाइक कमेन्ट सेयर पनि गर्न नबिर्सिनु होला। टाढा थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग भिडियो। सो जाँदा तपाईँ सम्पूर्णलाई चाहिँ फेरि पनि यताको ब्याकग्राउन्ड भ्युजहरू चाहिँ समुद्र देखाउन गइरहेको छु। यहाँ चाहिँ मान्छेहरू फोटो भिडियो बनाउनको लागि यति मान्छे आउँछ कि है। हो यो चाहिँ यता चाहिँ इन्डोनेसिया पर्छ अनि यता चाहिँ मलेसियाको क्वालालम्पुर KL पर्छ र यता चाहिँ यसको पछाडि चाहिँ थाइल्यान्ड बोर्डर है त है। यहाँ चाहिँ यहाँबाट आधा घन्टा मात्रै लाग्छ थाइल्यान्ड बोर्डर जानको लागि चाहिँ। सो थ्याङ्क यू सो मच फर वाचिङ माई मिनी मर्निङ ब्लग भिडियोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। यदि दामी ठाउँहरू छ। यो चाहिँ ग्रिन आदित्य होटल रहेछ। त्यो चाहिँ आदित्य होटल मैले हजुरहरूलाई सधैँ देखाइरहन्थ्यो र त्यो भिडियोहरू बनाइरहन्थ्यो। यहाँनिर पर्छ, यहाँ यस्तो छ झिल। त्यो चाहिँ झिल दामी छ। त्यो त्यहाँ चाहिँ ठुलो एरिया छ, टाढा भएको हुनाले
सानो देखिरहेछ है गाइजहरू। ओके, उमेर हुन्जेल समय छाउन्जेल यस्तै ठाउँ घुम्नुपर्छ। जीवनमा मैलानु केही छैन, डुल्नुपर्छ, रमाइलो गर्नुपर्छ, इन्जोय गर्नुपर्छ। त्यो नै एउटा जीवन हो जस्तो लाग्छ मलाई है साथीहरू। जीवनको यात्रामा दुःख सुख अनेकौं परिस्थिति मोल्नुपर्छ। साथसाथै जाँदा जीवन एउटा यात्रा हो। यात्रामा अनेकौं परिस्थितिहरू आउँछ। ती परिस्थितिहरूलाई चिर्दै है दुःख सुखको यात्रालाई मोल्दै आफ्नो जहाँ गए पनि जहाँ रहे तापनि खुसी आनन्द अनि सुखमय होस् है। सबैजनालाई एकदमै माया अनि साथ सपोर्ट सम्झना छ है। तमु लोसारको सबैलाई शुभकामना। थ्याङ्क यू सो मच फर वाचिङ न्यू ब्लग भिडियो। जय नेपाल, जय गोर्खा, जय देश। कस्तो दामी बनाएर चाहिँ आज यो मिस्टर विशाल पनि यहाँबाट गइयोमे यस्तो दामी बनाएर रहेछ। सो फाइनली गाइज यहाँ चाहिँ अब यो हटाउन लागेको रहेछ। सो गाइज है ल आज म जाँदैछु। अब यहाँबाट जाँदै या गर्छु। दामी छ। सो अझै यस्तो छ यहाँ चाहिँ ल या आधी छिङ्गो।